त्यस्तै किसिमबाट हाम्रा भिक्षुकीय रत्न जुन यो आजीवको संयोजन गर्नुभयो, त्यस्तै पोलियो विशुद्धि, भिक्षु पोलियो विशुद्धि जसले मेहनत गरेर आज कार्यक्रम सम्पन्न गर्नुभयो र म्यानेजमेन्ट गर्ने हाम्रा भिक्षु आशाजी, त्यस्तै घन्टी बजाउने समय सूचक सुनित र विभिन्न स्कुलका टिचरहरू निर्णायक मण्डलमा हुनुहुन्थ्यो र सबै टिचरहरू र विद्यार्थीहरूलाई देखेर साह्रै खुसी लाग्यो। गत 33 वर्षदेखि हामीले यो बौद्ध हाजिर जवाब प्रतियोगिता जिल्लाव्यापी अन्तर माध्यमिक हाजिर जवाब प्रतियोगिता गरिरहेका थियौँ र विशेष गरेर सुरुमा त हामीले फ्री क्लिनिक मात्रै चलाउने गरेका थियौँ, तर बुद्ध जयन्तीको समयमा गाउँ गाउँमा जाने बेलामा बुद्धको नाउँ समेत थाहा नपाउने लुम्बिनीका वासीहरू देखेर साह्रै दुःख लाग्यो। भगवान बुद्धको जन्मभूमिमा बसेका छन् त बुद्धको बारेमा केही जानकारी छैन र मायादेवी मन्दिरलाई रूपन्देही माई भन्ने चलन थियो। कसैले मायादेवी भन्थे, बुद्धको आमा भनेर पनि भन्न जान्दैनथे। त्यसकारण मलाई लाग्यो कमसेकम बौद्ध हाजिर जवाब प्रतियोगिता स्कुलहरूमा गऱ्यो भने बुद्ध धर्म सम्बन्धी केही ज्ञान सिक्नेछन् र लुम्बिनी बारेमा जान्नेछन्, बुद्ध धर्म सम्बन्धी जान्नेछन्। कमसेकम कोही बाहिरबाट आउने मानिसहरूलाई बुद्धको सम्बन्धी जानकारी हुन पाओस् भन्ने हिसाबले हामीले यो बुद्ध जयन्तीको अवसरमा हाजिर जवाब प्रतियोगिता राख्यौँ। त्यस्तै रक्तदान कार्यक्रम पनि यहाँका मानिसहरूले कहिल्यै पनि रक्तदान कार्यक्रमहरू गरेका थिएनन्। हामीले 33 वर्षदेखि रक्तदान कार्यक्रम सुरुमा त 3-4 जना मात्रै थिए, हुँदाहुँदै 60-65 जना पनि हुन आयो र यसपालि पानी परेको भएर अथवा समयमा जानकारी नपाएर 48 जनासम्म हुनु आएको छ। जे होस्, यो क्रम हामीले रक्तदान भनेको कसैलाई पनि जीवनमा चाहिने जीवनदान हो। त्यसकारण हामीले त्यो कार्यक्रम र यो हाजिर जवाब प्रतियोगिता राखिरहेका छौँ। तपाईँहरूले धेरै मेहनत गर्नुभयो र मेत्ता स्कुलले गत साल पनि प्रथम हुनुभएको थियो, यसपालि पनि प्रथम हुनुभएको छ। उहाँलाई बधाई छ, शुभकामना छ र अर्को साल पनि लियो भने यो रनिङ सिल पनि तपाईँले बचाउन सक्नुहुनेछ र त्योभन्दा पहिला बुद्ध आदर्शले 2 चोटिसम्म लिनुभयो, तर तेस्रो चोटि लिन सक्नु भएन। मेत्ताले पनि 2 चोटि लिएर तेस्रो पटक लिन सक्नु भएन। आशा छ अर्को पटक मेत्ताले फेरि ल्याओस् र अन्य विद्यालयहरूले पनि धेरै मेहनत गर्नुभएको पाएँ मैले। त्यसकारण यसरी बुद्ध सम्बन्धी जानकारी लिएर ज्ञान हासिल गरेर अरू शिक्षा सँगसँगै बुद्धको सम्बन्धी पनि लुम्बिनी वरिपरि बस्नेहरूले लिनु आवश्यक छ र त्यसरी अगाडि बढ्नुहोस्। सबैलाई धन्यवाद भन्दै आजको कार्यक्रम यहीँ टुङ्ग्याउन चाहन्छु। धन्यवाद।